नमस्ते सबैमा। म रामकृष्ण परियार। मैले चाहिँ एउटा आज चाहिँ स्वास्थ्य सम्बन्धी नै हो, एउटा सानो भिडियो बनाऊँ र सबैलाई जानकारी दिउँ भन्ने हिसाब किताबले एउटा भिडियो बनाउँदैछु। सबैले हेर्नु होला। चिज सानो छ तर ठुलो काम गर्छ यसले। हामीले खाएका खानाहरू नपचेर पाचन प्रणाली को कमजोरी अथवा पेटमा रोग भएर नै विभिन्न रोगहरू उत्पादन हुन्छन्। जब पचेन भने अनि विशेष किसिम पेट दुख्ने, टाउको दुख्ने, दुनियाँ त्यहीँबाट चाहिँ पेटबाटै रोग सुरु हुन्छ। यो त दुनियाँ मिडियादेखि लिएर चाहिँ युट्युबतिरहरू पनि आइरहेको हुन्छ, पेट नै रोगको भण्डार हो भनेर। अब त्यसको लागि मसँग एउटा गाउँतिर पाइने औषधि थियो। त्यो औषधि भएको हुनाले त्यो औषधि मैले देखाइदिउँ भन्न खोजेको। सबैले चासो दिएर र अनि जानकारी गराउनु होला। यो गाउँतिर जाँदा नै काम लाग्छ। गाउँमा औषधि भएन नि यो औषधि खोजेर गाउँतिर त पाइन्छ है, तुरुन्तै पाइन्छ। र यसले फेरि एकदम प्र्याक्टिकलमै गरेर हेरे हो। प्र्याक्टिकल गरेर हेर्दा हामीले चाहिँ एकदम राम्रो पाएको हुनाले मैले जानकारी गराएको। जब तपाईँलाई आज दिशा लागेन, भोलि दिशा लागेन, कब्जियत हुँदै गयो, हस्पिटलको औषधि खान पर्ने स्थिति आयो भने, त्यो अब डाइरिया गराउनु पर्ने स्थिति आयो, पेट चाहिँ टम्म हुने, डम्म फुल्ने, दिशा नआउने, आयो पनि त्यो डल्ला डल्ला आउने, चौवडाको जस्तो दिशा आउने, त्यस्तो हुन लाग्यो भने तपाईँ हस्पिटल जानुहुन्छ। हस्पिटल गएर मेडिसिन त खानुहुन्छ। अब चाहिँ मलदरमा हालेर पाइपबाट त्यो सिरिन्जबाट पनि झिक्नु देखाएको छु मैले। त्यसो गर्नु पर्दैन। मैले देखाउन लागेको औषधिलाई एकदम ध्यान दिएर सुन्नु र बुझ्नु होला। यो चाहिँ औषधि यसको नाम चाहिँ राजबिस्रे हो। राजबिस्रे। यो राजबिस्रे गाउँतिर त्यत्तिकै पाइन्छ। यता काठमाडौँतिर पनि असमतिर गयो भने पाइन्छ। तर यसलाई चाहिँ थोरैमा 200 रुपियाँ पर्छ। 200 भन्दा घटिया यसले दिँदैन। यति किन्न पऱ्यो भने 200 रुपियाँ 300 रुपियाँ पर्छ। पहिला पाइँदैन, पायो भने पनि धेरै महँगो पर्छ। त्यसैले गाउँतिर जाँदाखेरि तपाईँहरूको घरतिर होला लिएर आउनु अनि घरमा राखिराख्नु। त्यस्तो कसैलाई भयो भने यसलाई अब यसमा यो यस्तो कालो किसिमको हुन्छ। यो कालो किसिमको रेसा 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 हुन्छ, स्टेप स्टेप हुन्छ यसको। त्यो स्टेपहरू यसरी झिक्ने, यसरी झिकेर अनि यसरी निकालेपछि यो स्टेप आयो। यस्तो स्टेपहरू आयो भने यो 5-7 स्टेपहरू 1 गिलास पानीमा हालिदिनुहोस्। कलर चेन्ज हुन्छ, यो येलो येलो किसिमको हुन्छ, पहेँलो पहेँलो हुन्छ। यो यत्तिकै खाने हुन्छ, यत्तिकै खाने हुन्छ। यो केही असर गर्दैन यसले। अनि त्यो पानी ठ्याक्क 1 गिलास पानीमा पुरा घुलिसकेपछि स्वाट्ट सकिन्छ भने अब मिलाएर खाली पेटमा पिइदिनु। दिशा जस्तो भयो भने क्लियर हुन्छ, पेट सफा छ यसले र दिशा क्लियर हुन्छ। छिट्टो गर्नको लागि चाहिँ यो औषधिभन्दा अरू छैन। यो प्रायः यो चाहिँ गाउँतिर राजबिस्री भनेर चिनिन्छ। अब यो इङ्ग्लिसमा त मलाई आएन। यो यसरी चार्दा नि हुन्छ, यहाँ खानु हुन्छ। यो राजबिस्रीले तपाईँको ठुलो रकम पनि जोगाउँछ र तपाईँलाई स्वास्थ्य पनि राख्छ। त्यसैले मैले यो देखाइदिएको हो। म अस्ति गाउँ गएको थिएँ। गाउँ जाँदाखेरि चाहिँ मैले भेटेँ र अनि मैले ल्याएको छु। यो पनि ल्याएको छु, धेरै नै ल्याएको छु। र यसरी राखेर कसैलाई चाहिँ एकदम गोटा पर्ने भन्छ नि, त्यो गोटा पर्ने स्थिति आयो भने, गोटा पऱ्यो भने, पेट दुख्यो भने, खाना पचेन भने अलिकति झिक्नु, धेरै झिक्नु पर्दैन। 7-8वटा चाहिँ यो स्टेप झिक्नुहोस्। यस्तो यस्तो आउँछ, सानो सानो आउँछ। अनि त्यो हालेर पानी नघोले, चिसो पानी घोलेर खाइदिन्छ। चिसो पानी घोलेर स्वाट्ठ पारिदिनुहोस्। यसले चाहिँ दिशा चाहिँ क्लियर गर्छ है। त्यो भएर यो स्वास्थ्य सम्बन्धी भएको हुनाले मैले यो देखाइदिउँ न, यो कसैलाई थाहा नहुनसक्छ भनेर। गाउँतिर त फालिएर बसेको हुन्छ, रुख ठुलो हुन्छ यसको। रुख छपक्कै यस्तो फल्या हुन्छ, यो घेराउला फल्या जस्तो फल्या हुन्छ र झरेर कुहिएर जान्छ, तर युज हुँदैन। त्यसैले यो देखाइदिएँ। यसको चाहिँ यो कलर चाहिँ कालो कालो हुन्छ, यो कालो हुन्छ। स्टेप 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 हुन्छ। त्यो 5-7वटा स्टेप झिकेर गिलासमा हाल्ने, गिलासमा हालेर पानी आएपछि पानी खाइदिने।
त्यो गर्यो भने तपाईँलाई गोटा परेको, पेट डुम्म भएको, त्यो डम्म परे हुन्छ नि, डम्म भएर दिशा नआएर एकदम गाह्रो भएर हस्पिटल जानु पर्ने स्थिति चाहिँ यसले जोगाउँछ। त्यही भएर मैले यो राजमिस्त्रीको बारेमा एउटा सानो क्लिप बनाएर देखाएँ। तपाईँले प्र्याक्टिकल गरेर हेर्नु है, प्र्याक्टिकल गर्ने यसले केही गर्दैन। फेरि यो साइड इफेक्ट केही पनि छैन। हामीले त खान्छौँ, खाएको भएर हामीले खाएर प्र्याक्टिकल गरेर देखेको भएर तपाईँलाई भन्दै हो। अन्त अहिले छिटो गराउँदा हस्पिटल जाने अनि सिरिन्ज हाल्ने गरी चलन छ, तर त्यो नगर्दा हुन्छ। यसले पैसा पनि थोरै लाग्यो, लाग्दै लागेन भन्नुभयो र आफूलाई पनि स्वास्थ्य राख्छ। त्यही भएर राजमिस्त्रीलाई तपाईँले औषधिको रूपमा प्रयोग गर्नुहोला भनेर मैले एउटा भिडियो बनाएँ। नमस्ते सबैमा, यो काम चाहिँ गरौँ। यो राजमिस्त्री बारेमा जानकारी दिनलाई यो भिडियो चाहिँ तपाईँले सेयर, लाइक र कमेन्ट पनि गरिदिनु होला। धेरै मान्छेलाई देखाइदियो भने यो प्रयोगमा आउँछ। कोही ठाउँमा त गाउँमा झाडी नै पनि बन्यो नि, यो यसै फालिएर गएको। त्यो भएर चाहिँ यसलाई अलिकति मिहिनेत गरिदिनु होला है त। थ्याङ्क यू, नमस्ते सबैमा।